रूपन्देहीको सियारी गाउँपालिका 7 गोठवाका करण मल्ल जसले यति बेला प्लेन बनाएका छन् यस्ता खालका जुन उनको इच्छा नै यसैमा छ। यो अर्को प्लेन बन्दैछ हो। अस्तिको भिडियोमा त हामीले उडाएर हेरेको प्लेन चाहिँ त्यो होइन। अब यो चाहिँ अस्तिको प्लेन जुन उड्दा उड्दै करिब 25 मिनट उडेपछि आगलागी भएर यसरी खसेको थियो। अहिले चाहिँ फेरि अब अर्को प्लेन बनाउँदैछन् उनी। तपाईलाई उनको यो प्रतिभा कस्तो के लाग्यो, त्यस्तै आफ्नो अमूल्य सल्लाह सुझाव भने अवश्य भनिदिनु होला। यो चाहिँ लगभग कति दिनमा रेडी हुन्छ अब? 10 दिन लाग्छ अरे। 10 दिन लाग्छ? अनि कोठा त कस्तो गर्मी छ त, गर्मी लागेन? ए त्यही भएर बाहिर बसेर बनाएको। अनि यो अलि ठुलो खालको बन्दैछ हो। यो कति मिनट उड्ने हुन्छ? यो सेम फ्लाइट हुन्छ। लगभग 30 मिनट उड्छ? त्योभन्दा माथि उड्छ। अनि अस्तिको भिडियोहरू लगभग सबै भिडियोहरू भाइरल भइरहेछन् होइन, हेरिरहेछौँ नि होइन। टिकटकहरूमा यति बेला उनको भिडियोहरू धेरै नै भाइरल भइरहेको छन्। यो चाहिँ उनको कोठा हामीले तपाईँलाई देखाउँछौँ। यसरी उनको चाहिँ कोठाभरि यस्तो छ। अनि उनी यसमा चाहिँ लास्टै रुचि राख्ने भएको कारणले गर्दाखेरि अब घरमा पनि त्यस्तो केही ऊ छैन। उनले मात्र कक्षा 6 सम्म मात्र पढेका छन्, तर उनको इच्छा भने खालि यही कुरामा मात्र रहेछ। उनको आमाले भन्दै हुनुहुन्थ्यो उसलाई अरू कुरामा इच्छा नै छैन। राति 12-1 बजेसम्म यही नै गराएर बस्छन् रे उनी। देख्न सक्नुहुन्छ, हेर्नुहोस् त। उनी मात्र कक्षा 6 सम्म पढ्नुको कारण भनेको उनको आर्थिक अवस्था, पारिवारिक अवस्था खासै राम्रो छैन। बाबा बिरामी भइसकेपछि उनले कक्षा 6 मा पढ्दै गर्दाखेरि चाहिँ पढाइ बिचमै छाडेर यसरी विभिन्न कामहरू गरे। त्यसपछि उनको इच्छा चाहिँ यतातिर भएको कारणले गर्दा, उनको रुचि यतातिर भएको कारणले गर्दा उनी यति बेला यस्तो प्लेनहरू बनाइरहेका छन्। जुन प्लेन अस्ति हामीले उडाएका थियौँ अर्को भिडियोमा तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यो प्लेन करिब 20 देखि 25 मिनटसम्म आकाशमा सजिलैसँग उड्न सक्थ्यो, उनी उडाउन सक्थे। त्यो उड्दा उड्दै आफै त्यसमा केही समस्या आयो। त्यसपछि चाहिँ आगो लाग्यो कि प्लेनमा, यसरी चाहिँ आगो लागेको थियो, देख्न सक्नुहुन्छ। अहिले उनले यसरी बनाउँदैछन्। हेर्नुहोस् त उनको यो प्रतिभा। केही भन्नु छ? अब उनको आर्थिक अवस्था खासै त्यस्तो राम्रो चाहिँ छैन। उनी नेपाली त्यति राम्रोसँग बोल्न धेरै सक्दैनन्। त्यो हुनाले यदि तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने उनलाई आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ। र उनका सामाजिक सञ्जालहरू जस्तै युट्युब, फेसबुकहरूमा उनलाई फलो गरेर उनका भिडियोहरू हेरिदिएर पनि तपाईँहरूले यदि आर्थिक सहयोग नगरे तापनि त्यसरी पनि तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ। किनकि उनको च्यानलहरू म तपाईँहरूलाई यो भिडियोको अन्तिममा देखाउने नै छु, भिडियोको डिस्क्रिप्सनमा म तपाईँहरूलाई देखाउने नै छु, देख्न सक्नुहुन्छ। आज हामीले हेर्नेछौँ कसरी बन्छ त प्लेन करणको। यसरी नाप्दैछन् उनले। जुन यो पङ्खाहरू चाहिँ उनले बनाउँदैछन् प्लेनको। यति बेला करिब 10 दिनमा चाहिँ यो प्लेन रेडी हुन्छ। जस्तो यस्तो रुमहरू पनि यस्तो छ। अस्ति उडेको प्लेन चाहिँ यही नै थियो। त्यो नापेको चाहिँ किन करण? त्यसरी नापेको चाहिँ किन? ए मतलब बराबर भएन भने त फेरि उड्दैन होला होइन। तर यो प्लेन चाहिँ कडा उडाउनु पर्छ है। यसलाई झन्माथि उडाउने। अस्ति ल्याएको त्यो फर्महरू चाहिँ के यही हो जुन काठमाडौँबाट मगाएको थियो तिमीले? त्यो त तिम्रो युट्युब च्यानलको नामहरू भनिदेऊ न, यसो बोल्नु पर्छ कि। मेरो युट्युब च्यानलको नाम मिस्टर करण एरो स्केचिङ फिचर हो। अनि टिकटक? टिकटकको पनि सेम। अनि फेसबुक? फेसबुकमा चलाउँदैन। अनि के फेसबुक चलाउँदैन? किन फेसबुक नचलाएको चाहिँ हो र? अनि के अरे त्यो ब्याङ्क एकाउन्टहरू खोल्ने भन्थ्यौ त, 2-4 जनाले सहयोग गर्ने भन्नुभएको थियो। तिमीले चाहिँ के त्यो ब्याङ्क एकाउन्टहरू खोल्यो? खोल्नको लागि गएको त्यो कोडहरू दिएछ मैले ब्याङ्कबाट। QR कोडहरू केही छैन? ब्याङ्क खाता नम्बरहरू छ भने देऊ, म राखिदिन्छु भिडियोमा। छैन? ठिक छ, तपाईँहरूले म उनको च्यानल मेन्सन गरिदिनेछु। तपाईँहरूले यही भिडियोबाट हेरेर पनि तपाईँहरूले उनलाई चाहिँ सहयोग गर्न सक्नुहुन्छ। किनकि उनको आर्थिक अवस्था राम्रो छैन। यदि उनले अवसर पाए भने देशको लागि केही गर्थे भन्ने चाहिँ उनको इच्छा छ। तपाईँहरूले अघिल्लो भिडियो हेर्न सक्नुहुन्छ।
यसरी प्लेन बनाइरहेका छन् उनी। म तिम्रो फोन नम्बर राखिदिन्छु है त, आर्थिक सहयोगको लागि भनेर टक्क यो भिडियोमा चाहिँ म तिम्रो फोन नम्बर राखिदिन्छु। केही भन नि त, 2-4 वटा कुरा भन। अरू बेला भन्थ्यौ त मलाई सहयोग गर्नु यताउति भन्थ्यौ, भन न भिडियो गराइरहेको छु अनि भन्दैनौ अहिले फेरि। ऊ अलिकति लजाउँछन्। उनको यो कोठा हो। राति तिमी सुत्ने यही हो खरान? अनि गर्मी लाग्दैन? पङ्खा यही चलाएर बस्छौ? यो पनि चल्दैन? ए भगवान्, यस्तो गर्मी छ। यो फेरि कहाँ लोन लियो? फेरि गाउँपालिकाबाट मिल्यो? सिआरईबाट मैले 4 लाख लोन निकालेको थिएँ। 2 लाख अघिल्लोचोटि होइन र? योचोटि फेरि 2 लाख खर्च गर्दैछौ? त्यही एउटामा अहिले त 5-6 हजार जति लाग्छ। यसमा 5-6 हजार? जस्तो कि सबै सामान मैले छ, यो थर्मोकोल मगाउनको लागि मात्रै। ए थर्मोकोलको मात्र 5-6 हजार खर्च भयो, अरू चाहिँ सामानहरू पुरानै प्लेनको छ होइन? जस्तो देख्न सक्नुहुन्छ यो रुम। तिम्रो इच्छा चाहिँ के रे भन न ल, तिम्रो सपना चाहिँ के छ? मेरो सपना सपना थी का बस सपना हो तो भाई, खर्चा खर्चा बिलवा दे। भन न। रकेट बनाउने। रकेट बनाउनु। अस्तिको बोट चाहिँ कहाँ गयो? बोट त्यो भित्र अर्को घरमा ठाउँ छैन यहाँ, त्यही भएर अर्को घरमा। अर्को घर मतलब गर्दा यही धैर्य आके अब हामी देख्न सक्दैछौँ कि करणको मम्मीले यसरी पानी मिठाईहरू ल्याइदिनु भएको छ। करणले यता राखेको रहेछन् यो बोट चाहिँ। अनि यो बोट पनि पानीमा मस्त हिँड्छ होइन? ओहो, यो त झन् खतरा हिँड्छ त। हेर्नु करणले बनाएको यो चाहिँ बोट। तपाईलाई उनको यो प्रतिभा कस्तो लाग्यो त्यस्तै आफ्नो अमूल्य सल्लाह सुझाव दिनुहोस्। उनको बारेमा अरू भिडियोहरू म अपडेट लिएर आउने नै छु। अहिलेको लागि यति नै।